Hello everyone, welcome to my new video. So म फेरि पनि आज तपाईहरुको लागि एउटा नयाँ भ्लग लिएर आएको छु. सो आजको भ्लग चाहिँ रहेको छ शपिङ अन भाटभटेनी. सो म चाहिँ यो बुटलमा छु अनि बुटलमा केही 3 दिन 4 दिन देखिको चाहिँ एकदमै धेरै जाडो बढिरहेको छ. अनि जाडोले एकदमै च्यालेन्ज गरे जस्तो लाग्यो मलाई चाहिँ. सो म पनि जाडोले चाहिँ च्यालेन्ज गर्नको लागि भनेर जाडोको लागि केही शपिङ गर्न जाँदैछु. सो लेट्स सी म के शपिङ गर्छु, के किन्छु अनि तपाईहरुलाई म देखाउनेछु. अनि बुटलको भाटभटेनीको के चाहिँ इन्भाइरोमेन्ट त्यो पनि म तपाईहरुलाई देखाउनेछु. सो आजको भ्लग एकदमै रमाइलो अनि एकदमै बवाल हुनेवाला छ. तपाईहरुले लास्टसम्म हेरेर इन्जोय गर्नु होला. यो चाहिँ बुटलको भाटभटेनी अनि म चाहिँ भाटभटेनी आइसके. मलाई ह्याङ्गर चाहिराखेको थियो 6 वटा जस्तो. अनि मैले पहिला लगेको थिएँ ह्याङ्गर यहीँबाटै, तर मैले लगेको जस्तो अहिले त छैन त. मैले लगेको वाला ह्याङ्गर चाहिँ कस्तो राम्रो वाला थियो, यहाँ त देख्दिनँ त गाइस. मैले लगेको वाला ह्याङ्गरै सकेछ तर ह्याङ्गरै छैन. अब यही लगेको वाला. तर मलाई अर्को पनि मन परेको छ, त्यो चाहिँ यो वाला हैन. तर यसमा चाहिँ फेरि धेरैवटा छ, त्यही भएर यो लिने कि यो लिने भन्ने कुरा चाहिँ छ. मैले फाइनली यही ह्याङ्गरलाई चाहिँ चुज गरेँ. अनि अब म चाहिँ कप हेर्नु जाँदैछु एउटा पानीको लागि. मजाले अब तातो पानी पिउनुको लागि होइन. ठुलो अलिक मजाको दामी कप. सो हामी चाहिँ भाटभटेनीको सपिङ सकेर अनि अलिकति भोक लाग्ला जस्तो भयो. त्यसले गर्दाखेरि चाहिँ हामी मोमो खान आएको. झोल मोमो यही. अनि एकदमै धेरै जाडो छ बुटलमा अनि जाडोको टाइममा झोल मोमो खानुको मजै कुछ छ. सो आउनु होला झोल मोमो खानु. अनि मेरो क्यामेराम्यान चाहिँ हाम्रो अन्डा हुनुहुन्छ. अल टाइम क्यामेराम्यान. मेरो प्राय भ्लगहरू उहाँले नै सुट गर्नुहुन्छ. मेरो भिडियोहरू सुट गर्ने चाहिँ उहाँ नै हो है त, मेरो प्राय जस्तो चाहिँ. अनि म यो जुन क्याफेमा आएको छु चिया चौतारी, अनि उहाँको चाहिँ त्यहाँ वेटर हुनुहुन्छ होइन. लजाएर जानुभयो उहाँ चाहिँ. मैले बोलाएको थिएँ आउनु नै भएन, लुक्नुभयो पुरै हेर्नु न. फाइनल्ली हाम्रो मोमो आइसक्यो. झोल मोमो म खाएर तपाईँलाई टेस्ट गरेर भन्छु र कस्तो छ भनेर. हेलो, म फाइनल्ली शपिङ गरेर मेरो रुममा आइसकेँ. सो म तपाईँलाई रिभिल गर्छु अब मैले भाटभटेनीमा के किने भनेर.
छु। फर्स्ट अफ अल त मैले जुन ह्याङ्गर खोजेको थिएँ त्यो ह्याङ्गर त मैले भेटिनँ, अनि यो वाला भेटेँ अनि यहीलाई नै लिएर आएँ। तर मैले खासमा खोजेको चाहिँ यो वाला हो, यो चाहिँ मेरो पुरानो ह्याङ्गर हो। अनि यो चाहिँ मैले एराउन्ड 10 वटा जस्तो लिएर आएको थिएँ पहिला, अनि अहिले चाहिँ यो वाला पाइनँ, त्यसले गर्दाखेरि मैले चाहिँ यही वाला ह्याङ्गर लिएर आएँ। अनि अर्को चाहिँ मैले के लिएँ भन्दाखेरि यही सानो प्याकेट मैले यो, अनि टिस्यु त भइहाल्यो। अनि मैले भनेको थिएँ जाडोले एकदमै धेरै के भन्छ च्यालेन्ज गरेको छ भनेर। सो जाडोले च्यालेन्ज गरेको छ नि, जाडोलाई पनि च्यालेन्ज गर्नको लागि तातो पानी पिउनको लागि यो कप लिएर आएँ, ठुलोवाला कप। कति ठुलो कप छ यो चाहिँ, यसमा चाहिँ पानी मजाले पिउने यो कप लिएर आएँ मैले। अनि कप मात्रै भएर भने नि त तातो पानी पिउनको लागि नि, त्यसले गर्दाखेरि तातो पानी तताउनको लागि यो पनि लिएर आएँ। यो चाहिँ 2 लिटर वाला हो, यो भाँडा पनि मैले लिएर आएँ। यसमा तताउने, यसमा हाल्ने, पिउने यही। अनि त्यो गर्दाखेरि चाहिँ यति भयो भनेदेखि चाहिँ सायद जाडोलाई केही च्यालेन्ज गर्न सकिन्छ कि भन्ने कुरा भयो। सो थ्याङ्क्स फर वाचिङ, तपाईँहरू सबैजनालाई बाई बाई।